जल नभएको ठाउँमा लगेर मार, कति बाटा थिए ती दैत्यहरू, संसार त जलमय थियो, अब जलै नभएको ठाउँमा लगेर मार भन्दाखेरि त कहाँ लगेर मार्छन् विष्णुले भन्ने उद्देश्यले जल नभएको ठाउँमा लगेर हामीलाई मार भन्नुभयो। त्यसपछि चाहिँ उहाँले आफ्नो काखमा राखेर ती दुई दैत्यहरूलाई मार्नुभयो र तिनै दैत्यका बोसोफोक लिएर समुद्रमा जमेर पृथ्वी भएन र त्यसै पृथ्वीमा ब्रह्मजीले अनेक सृष्टि गर्नुभयो, लोक सृष्टि गर्नुभयो, भूलोक सृष्टि गर्नुभयो, मनुष्य सृष्टि गर्नुभयो, प्राणी सृष्टि गर्नुभयो। यो सबै ब्रह्मदेवले त्यहाँबाट सृष्टि गर्नुभयो र त्यसपछि गएर अब शिशुस्थानी परमेश्वरी को अर्को एकदम महत्त्वपूर्ण विषय भनेको कहाँ छ भने जहाँ सती देवी अग्निकुण्डमा हाम फालेर प्राण त्याग गर्नुभयो। यो कुराहरू त हामीलाई अवगतै छ, हामीले पढि पनि रहेका छौँ, योभन्दा अगाडि हामीले पढेका पनि छौँ। र जति जति भगवान शिवले सतीदेवी माता सतीदेवीलाई काँधमा बोकेर हिँड्नुभयो, त्यसपछि जहाँ जहाँ ती सतीदेवीको अङ्ग पतन भयो त्यहाँ त्यहाँ एक पीठ उत्पन्न भयो। त्यो त भगवानको लीला हो, त्यो एक पीठको मात्रै हामीले दर्शन गर्न सक्यौँ भने हाम्रो पाप नाश हुन्छ भनेर मनुष्यको मुक्तिको लागि त्यो एउटा लीला रचिएको थियो। भगवानहरूको त उहाँको त आफ्नै लीला थियो, मर्ने र बाँचे त उहाँहरूको त एउटै छ, त्यो एउटा परम्परा लीला मात्रै थियो। र त्यसै गरी त्यहाँबाट त्यसरी पतन भएर महादेवको ठुलो त्यसपछि उहाँ एउटा पार्वतीको रूप लिएर हिमालय पर्वतको कोखमा जन्म लिनुभयो र महादेवको ठुलो तपस्या गर्नुभयो। महादेव स्वामी पाउनलाई पनि उहाँले शिशुस्थानी परमेश्वरीको कठोर तपस्या गर्नुभयो। बाल्य अवस्थादेखि नै शिशुस्थानी परमेश्वरी भनेको ती देवी हुन् जो जगत जननी माता पार्वतीले पनि उहाँकै व्रत गर्नुभएको थियो भनेपछि